Scissor, paper, rock. Scissor, paper, rock. Scissor. त हेलो साथीहरु, वेलकम ब्याक टु माई न्यू भ्लग। तपाईहरुलाई फेरि मेरो च्यानलमा स्वागत छ। एउटा नयाँ भ्लगका साथ म उपस्थित भइसकेको छु। अनि आज चाहिँ शुक्रबार हो, हाम्रो स्कुलको चाहिँ छुट्टी छ आज। मतलब शुक्रबार, शनिबार र आइतबार छुट्टी छ। आज चाहिँ के पो दिवस हो बिर्सिके म त। मजदुर दिवस हो कि के छैन। अनि भोलि त शनिबार भइगयो नि, आइतबार चाहिँ हाम्रो बालिन सरकारले दिनुभएको छुट्टी छ। त्यसमा म बालिन सरकारले एकदमै धन्यवाद गर्न चाहन्छु, धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि अहिले चाहिँ म माथि आएको छु। अनि आजको मौसम म तपाईलाई देखाउँछु रोक्नै गाइस। हिजो चाहिँ दिनभरि पानी बढ्यो गाइस, हिजो रातसम्म। हिजो रात के भन्नु, आज बिहानसम्म चाहिँ पानी बढ्यो हो। अनि आज अहिले चाहिँ खतरा घाम लागेको छ, टलक्क घाम लागेको छ। मैले चाहिँ आँखा नै खोलिसकेको छैन के गाइस, यस्तो घाम लाग्यो खै। अनि यो मौसम चाहिँ यस्तो छ, घाम चाहिँ यस्तो छ। यहाँ रुख, मेन भ्यू चाहिँ हाम्रो यहाँ देखिन्छ गाइस। ऊ त्यो चाहिँ ब्यारेक हो, सशस्त्र ब्यारेक। यहाँबाट यस्तो छ, यो चाहिँ मेरो घर। अनि मौसम चाहिँ यस्तै छ हाम्रो यहाँको। अनि अहिले चाहिँ म छतमा आएको छु। म जहिले अब छतमा आएर भ्लग स्टार्ट गर्छु, किनभने तल ठाउँ हुन्न, तल रोड छ अगाडि। मतलब त्यहाँ धेरै जोरले आवाज आउँछ नि त तल। अनि डेडी चाहिँ सुत्नु भएको थियो ड्युटीबाट आएर। अनि तल ठाउँ हुन्न, पछाडि घर छन्। अब लाज लाग्छ मलाई त, झुट किन बोलु। अनि यहाँ चाहिँ माथि आएर अब कोही सुन्दैनन्। यहाँबाट नि रोडबाट ढाकिन्छ, यहाँबाट नि दाउरा भएर ऊ चाहिँ ढाकिन्छ कि घरहरूबाट। त्यही भएर अनि सजिलो हुन्छ मलाई चाहिँ, कम्फर्टेबल के महसुस हुन्छ। अनि ओहो अलार्म बज्यो। अब मोबाइल चाहिँ दिनुपर्ने हुन्छ मैले ड्याडीलाई, किनभने ड्याडी अब खाना खान जानुहुन्छ ब्यारेकमा। त्यसपछि चाहिँ भ्लग बनाउनु पर्छ मजाले। तल जाउँ अब, ड्याडीलाई उठाइदिउँ नत्र मलाई डाँट्नुहुन्छ। भन्दा अगाडि दाउरा राख्नुपर्ने हुन्छ। हिजो पानी परेको थियो अनि राखेको थिएँ। अब चाहिँ मैले बिस्तारै बोल्नुपर्ने हुन्छ साथीहरू, किनभने ड्याडी चाहिँ सुत्नु भएको छ। म चाहिँ तल जान छु। यहाँ चाहिँ म लेखिरहेको थिएँ। अनि फाइनली म कोठामा नि आइसकेँ साथीहरू। अनि यहाँ चाहिँ मेरो दिदी हुनुहुन्छ। केही छैन, घाम लागेको छ आज, मस्त मौसम भएको छ। अहिले हो घाम, हिजो पानी लाग्यो भनेर अहिले त्यति घाम लागेन। पछि चाहिँ घामले चाहिँ मरिन्छ। त्यस्तै छ तराईको जिन्दगी। कुरै किन काट्नुहुन्छ भने मैले भ्लग बनाउने के अरे। डेडीलाई उठाउनु त बिर्सिए गाइस, अल राम्रो लागेको थियो गाइस। डेडी पनि जानुभयो, डेडीलाई पनि उठायो। अब उठाइयो नै, उठाइयो भन्नाले मैले उठाएँ हौ। अनि अहिले चाहिँ एउटा काम पऱ्यो। अब हिजो जो हामीले गहुँ भिजाएको थियो, हाम्रो पहिलो भ्लगमा तपाईँले देख्नु भयो होला, त्यो गहुँलाई म भिजाउन लाग्छु। अनि पछि डेडी आएर चाहिँ यसलाई धुनुहुन्छ। अनि अझै माथि घाममा सुकाउनु पर्छ, किनभने यहाँ धेरै फोहोर छ गाइस, धेरै बालुवा माटाका टुक्रा छन्। त्यही भएर अब यसलाई भिजाउनु पर्ने हुन्छ। देखाउँछु म तपाईँलाई, रोक्नुहोस्। आधा यामा छन्, आधा यामा छन्। अब यसलाई भिजाउँ। अनि बाहिर चाहिँ मस्त हावा चल्ला छ। हिजो चाहिँ आम झडे गाइस, हावाहुरीले। हिजो पानी परेको थियो नि त, थोर थोर आम झडे खान चाहिँ पानी भयो। अब बाटोको भारी, अहिले चाहिँ बाटोमा भरिएला छ। अब यो पनि पुरा ढाकिने गरी पानी भरिरहेछ। अनि यसलाई राखिदिन्छु, अनि मेरो काम सकिन्छ। अनि त्यसपछि अझै काम हुन्छ। यो हेर्नु त गाइस, कति फोहोर छ। पानी पनि कस्तो धमिलो छ। पछि चाहिँ झन् फोहोर हुन्छ। यसको पनि काम भयो, यसलाई राखिदिउँ। फाइनली मेरो काम नि सकियो गाइस। अब कोठामा जाउँ, कोठामा जाउँ होइन। पढ्नु के छ अब होइन। लास्टमा आइसक्यो 11 को। पढेर त हुन्छ, नपढेका हुन्छ त होइन। फाइनल रुममा नि आइसक्यो। अनि बसिया छु अहिले। अनि आज चाहिँ हामीले एउटा गेम खेल्ने प्लान गरेका छौँ कि। दिदी चाहिँ यहाँ कोठा सफा गर्नु हुँदैछ। अनि मैले चाहिँ अहिले गाउँ चाहिँ माथि पुगाएर आएँ। अनि डेडी चाहिँ अहिले फिजाउनु हुँदैछ। म तपाईँलाई देखाइदिन्छु, माथि जाउँ। यी गाउँ चाहिँ यहाँ छ नि। अब सुकुतला खान अघि मैले तपाईँलाई गेम खेल्नु भनेको थिएँ त गाइस। अनि त्यो चाहिँ अब हामी अहिले खेल्छौँ। अनि बोतल चाहिँ पाएन। अनि अब चाहिँ रक पेपर सिजर खेल्छु। 3 चोटि खेल्छु। 3 चोटिमा 2 चोटि जो जित्यो 5 रुपियाँ लाग्छ। त्यसरी हामी 5को गेम खेल्छौँ, मजा आउँछ गाइस। तपाईँहरूलाई पनि मजा आउँछ।
र मोबाइलको सेटअप पनि भइसक्यो अब हामी खेल्छौँ यहाँ तपाईँ आफ्नो पैसा समात्नु त कहाँ हो यहाँ राखेँ मेरा चाहिँ 15 छ दिदीको चाहिँ 10 20 नरहेछ खुल्ला छैन क्यास के हान्ने अब 1000 रुपैयाँ छ 1000 रुपैयाँ छ म भन्ने सी होला नि त होला हामीलाई के ल ल उति बेला ल ल सिजर पेपर रक मैले त्यही हो होइन एन्द्र बस्नु न कहाँ हो त्यहाँ ल ल सिजर पेपर रक तेरो नाकको पिलो सिजर पेपर रक खेल्न आउनु देखिआऊ मैले पनि यही गरे अनि छोडिदिए के हो फर्स्ट गाइज फाइनली डेडी पनि जानुभयो अब हामी दुईमा अब 20 रुपियाँ भयो डेडलाई चाहिँ माग्यो हामी दुईले 20 रुपियाँ अनि हावा बाँधिदिए झन्डै छुट्टा मिल्यो गाइज अनि 10 ले लग्यो 10 मैले लग्यो अब खेल्छु 20 कि फर्स्ट पापाच खेल्छु पापाच खेलेर अनि 20 मा जान्छु लगाउनु के कालो किन आयो ल ल है ल ल ल ल ल ल जल्दी सिजर पेपर रक सिजर पेपर रक सिजर पेपर रक सिजर पेपर रक पैसा ला धन्यवाद ल छिटो सिजर पेपर रक सिजर पेपर रक या गयो रे सिजर पेपर ल सिजर पेपर रक ए ल टाइमिङ राखौ नि फिक्स टाइम भित्र नत्र मलाई दिनु आज पैसा भयो दिमाग छैन ए टाइमिङ राखौ एउटा फिक्स टाइम भित्र गर्ने नत्र त यसरी त दिइराख्ने हो गइराख्ने कसरी दिइराख्नु गइराख्ने अनि जिन्दगीभरि अनि यो खेल्दै जाने नै हुँदा त्यस्तो हुँदा सकिहाल्छ ल सकिन्न के भाइ यहाँ तपाईँ खेल्नु के धेरै पाठिनु दुई मिनेट अहिले 2 मिनेट ल सिजर पेपर रक सिजर पेपर रक ल ले सिजर पेपर रक सिजर पेपर रक ल ले सीजर पेपर रक सीजर पेपर रक ल 5 रुपैयाँ ओ सकिने रहेछ भन्यो कि नै ल बुद्धि लगाउँछु न त ल नै यो 500 रुपैयाँ छ यार मेरो मलाई के अब जितेपछि दिन पर्छ ल भाइ बिल्ली हुन्न सिजर पेपर रक बच्चे सिजर पेपर रक ल ल बच्चा अब सक्यो सिजर पेपर रक सिजर पेपर रक यो सिजर पेपर रक ए दे पारा के बोल्नु सिजर पेपर रक ओ नो मेरा 5 छिटो भाग्यको के भरोसा हुन्न गाइस सिजर पेपर रक ल ले सिजर बचाएर राख अखो कन्टेन्टमा हाल्ला के ल सिजर पेपर रक थ्याङ्क यू सो मच सिजर पेपर रक चल्ती पनि 100 रुपियाँ लुट दियो गाइस मेरो ए देना मुझको ल गाइस आजको लागि नि यति नै माथि गर्न माथि क्यामेरा ल आजको गेम चाहिँ यस्तो भयो गाइस म हारे तर तपाईलाई थाहै छ अरुवा नै भाग्य सबैको एकै जस्तो हुँदैन अब कहिले काहीँ जितिन्छ केही छैन अनि अब अहिले चाहिँ उ बज्यो अब डेडीको चाहिँ 2 बजेदेखि ड्युटी छ मैले चाहिँ साँझ भ्लग हाल्नुपर्छ डेडी चाहिँ 6 बजे आउनुहुन्छ अनि 6 बजे एडिट गर्न पर्छ भने मलाई चाहिँ 9 बजे भ्लग हाल्दैनन् त्यही भएर अब दुखी दास्ता नसुना बाइ बाइ भन्दै नाइ त्यस्तो होइन अनि अझै म एडिट गर्छु गाइस म तपाईँ एउटा बिदा माग्छु हजुरहरू नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला राम्रो लागेछ भने लाइक गरिदिनु होला भन्दै आजको भ्लगबाट भयो तपाईँ सोच्दै गाइस बाइ गाइस त्यसले भने मेरो भ्लग सक्यो मैले तपाईँलाई दिएँ होइन पैसा आफ्ना ओ धन्यवाद नगरे अहिले जितेन मैले क्यामेरा अन रहेछ भन्दा